दर्शकहरू हामीहरू यति बेला सिन्धुलीगढीमा छौँ र यो सिन्धुलीगढीमा गढीको प्रवेशद्वारमा यो पार्किङ स्थलबाट चाहिँ अब हामी यात्रा सुरु गर्दैछौँ। टुँडीखेल जाने बाटो भनेर तपाईले देखिन्छ। यो चाहिँ टुँडीखेल तत्कालीन समयको। यो मन्दिरको बाहिरबाट यसो देखिन्छ, भित्र त्रिशूलहरू राखिएको छ। यहाँ यतापट्टि सानो गढी, यो छेउमा हाम्रो छेउमा आएको सिद्ध बाबा र यो भागमा चाहिँ ठुलो गढी जाने बाटो भनेको छ। र यहाँबाट हामी चाहिँ अब सानो गढीतर्फ लागिरहेका छौँ। गढी उक्लने ठाउँमा एउटा प्रतीक्षालय छ र यो गढीको निस्कने बाटोमा यहाँ चाहिँ ढुङ्गा छापेर हिँड्नलाई सहज बनाइएको छ। हामी गढीको मुखमा पुगिसकेका छौँ। यो देख्न सकिन्छ, यो चाहिँ सानो गढी र गढीमा यसरी ढुङ्गाले चारैतिरबाट हतियारलाई राख्नको लागि त्यहाँ चाहिँ पाल बनाइएको छ र बाँकी चाहिँ यसरी चारैतिरबाट चाहिँ यहाँ ढुङ्गा छापिएको छ। यहाँनिर देख्न सकिन्छ, यो यहाँ पाल चाहिँ बाहिर टाढा टाढा गोली हान्नको लागि प्रयोग गरिने स्थान हो। यो पारिपट्टि चाहिँ ठुलो गढी छ र यो बाटो हुँदै यसरी यहाँ तल चाहिँ सिन्धुली माडीपट्टिको भाग यस्तो देखिन्छ भने त्यसै गरी यो यहाँको वरिपरिको भूभाग, यहाँबाट चाहिँ टाढा टाढाका हिमालसम्म देख्न सकिन्छ। र यहाँनिर माथि चाहिँ यहाँ दूरबीन छ, दूरबीन र छेउमा राष्ट्रिय झन्डा फहराइरहेको छ। यहाँनिर चाहिँ युद्ध सङ्ग्रहालय छ। अब हामी युद्ध सङ्ग्रहालयतिर जाँदैछौँ। अब हामीहरू चाहिँ ठुलो गढी र सङ्ग्रहालयतर्फ जाँदैछौँ। यहाँबाट सङ्ग्रहालय हिँडेर यसरी रमाउनको लागि ठाउँ छ। अदालत र जेलघर भनेर चिनिन्छ देखिएको छ। यहाँ यो जेलघरको माथि जाँदैछौँ। यो तत्कालीन समयको जेल। लोकगायक कृष्णविक्रम थापाको चाहिँ यहाँ प्रतिमा छ, जसले चाहिँ यहाँको लोकगीतलाई प्रचार प्रसार गर्नुभएको रहेछ। हामी युद्ध सङ्ग्रहालयमा प्रवेश गर्दैछौँ र युद्ध सङ्ग्रहालयमा चाहिँ विभिन्न व्यक्तित्वहरूको नाम लेखिएको छ। काजी वंशराज पाण्डे, खजान्ची वीरभद्र उपाध्याय, श्री हर्ष पन्त, सिकारी सरदार, वंश गुरुङ, उहाँहरूको नाम लेखिएको छ। यो सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भनेर चाहिँ यहाँ जय कटक नगर्नु, झेकी कटक गर्नु भनेर लेखिएको छ। यहाँ चाहिँ शालिग निर्माण गरिएको छ र जसमा चाहिँ 4 जना कमान्डरहरूको नाम चाहिँ लेखिएको छ। वीर योद्धाहरू काजी वंशराज पाण्डे, श्री हर्ष पन्त, सिकारी अफिसर वंश गुरुङ र खजान्ची वीरभद्र उपाध्यायको चाहिँ नाममा भनेर। र यहाँनिर भुइँमा यसरी तत्कालीन समयका फिरङ्गी मतलब अङ्ग्रेज सेनाहरू यसरी पराजित भएको भनेर यहाँ चाहिँ देखाउनु खोजिएको छ। यो चाहिँ सङ्ग्रहालयको बाहिरपट्टिको भाग, जसमा 2 जना यहाँ यसरी झन्डाको सुरक्षार्थ र 2वटा तोप राखिएको छ। यसरी यहाँ राष्ट्रिय एकताको प्रतीक श्री 5 बडामहाराज पृथ्वीनारायण शाहको यहाँ पूर्णगतको प्रतिमा स्थापना गरिएको छ। र यहाँ लेखिएको छ, मेरा साना दुःखले हार्चे अम्लोक होइन,
सबै जातको फुलबारी हो, सबैलाई चेतना भया भनेर यहाँ लेखिएको छ। यो जुन चाहिँ पृथ्वीनारायण शाहको दिव्योपदेश हो। यसरी विभिन्न ठाउँमा तत्कालीन समयका तोपहरूलाई मिलाएर राखिएको छ र माथि डाँडोमा सानो गढीकोमा राखिएको झन्डा फरफराएको देख्न सकिन्छ। अब हामीहरू यहाँबाट ठुलो गढीतर्फ जाँदैछौँ। यो ठुलो गढीतर्फ जाने बाटो यहाँनिर गढी एकदम माथि नै रहेको छ उकालोमा। त्यसको कारणले गर्दा यो सिधा उकालो देखिन्छ यहाँबाट। यो अत्यन्तै ठाडो उकालो, एकदम यो रणनीतिक रूपमा यसले सहयोग गर्ने गरी चारैतिरबाट घेरिएको रहेछ। अब हामी ठुलो गढीको मुख्य प्रवेशद्वार जाँदैछौँ र यहाँनिर देख्न सकिन्छ ठुलो गढीभित्र नेपालको झन्डा फरफराइरहेको छ। यो गढीको मुख्य भाग हो गर्भगृह र यसको छेउमा यसरी साना साना कोठा आकारमा बनाइएको छ र जसमा बाहिरको निगरानी गर्नको लागि र त्यो बेला उपलब्ध हतियार बन्दुकहरूबाट दुश्मनमाथि निशाना लगाउनको लागि प्रयोग गर्नलाई यहाँनिर पालहरू छन्। यो गढीको यसै गरी यसरी चारैतर्फ पर्खाल लगाएर गढीको संरक्षण गरिएको छ। हामीहरूले पढेका थियौँ नेपाल अङ्ग्रेज युद्धमा चाहिँ सिस्नुको अत्याधिक प्रयोग भएको थियो। आज पनि यो देख्न सकिन्छ, यसको वरिपरि सिस्नो झाँगिरहेको छ। सायद त्यसैको नै होला, त्यसैको अविच्छिन्न प्रक्रिया नै होला अहिलेसम्मको लागि। अनि यहाँनिर यसरी यो चारैतर्फ चाहिँ पर्खाल घेरेर पारीसम्म निगरानी गर्नको लागि राखिएको भनेर हामीहरूले जानकारी पाएका छौँ। र यहाँ के पनि छ भन्दा नेपाल अङ्ग्रेजको यो युद्ध चाहिँ यहाँबाट सुरु नभई योभन्दा तल एउटा गढी छ, त्यो गढीबाट सुरु भएको र यहाँबाट पनि प्रयोग भएको, तर मुख्य रूपमा चाहिँ तलको गढी प्रयोग भएको भनिन्छ। अनि यो एउटा भौगोलिक रूपमा पनि अत्यन्तै उचाइमा भएको कारणले गर्दा र चारैतिर जङ्गल भएको कारणले गर्दा तत्कालीन समयमा नेपालको सेनाहरूको लागि एउटा रणनैतिक सफलता प्राप्त गराउनको लागि सहयोगी किल्ला भएको मान्न सकिन्छ। साथै यहाँनिर देख्न सकिन्छ यति माथि पनि यहाँनिर पानीको इनार रहेको भन्ने प्रमाण यसले देखाउँछ र आज पनि यहाँनिर पानी देख्न सकिन्छ। यो संरक्षण भएको छ। तत्कालीन समयमा सेनाहरूको लागि आवश्यक पर्ने अत्यावश्यक सामान पानी यसरी उपलब्ध गराइने देखिन्छ। यहाँबाट यो तलपट्टि देखिएको यो सिन्धुलीको भाग हो। यो सिन्धुली माडी भन्छ। यति बेला चाहिँ सिन्धुली माडी सिन्धुली जिल्लाको सदरमुकाम हो। 2019 सालमा यसै स्थानबाट सिन्धुली माडीमा स्थानान्तरण गरिएको रहेछ र युद्ध सङ्ग्रहालयमा प्राप्त जानकारी अनुसार यो देखिएको डाँडोमा पहिलो युद्ध भएको र त्यसपछि विभिन्न चरणमा विभिन्न स्थानहरूमा युद्ध हुन गएको भन्ने प्रमाणहरू छन् र त्यो समयमा यस युद्धमा दुवैतर्फका पनि लगभग 3000 जति सेनाहरूको हताहत भएको प्रमाण पाइन्छ। किल्लाको मजबुतीको लागि र आवश्यक प्रबन्ध पुर्याउनको लागि यसरी किल्लालाई विभिन्न भागमा छुट्याएर एउटा बलियो मजबुत तथा ऐतिहासिक किल्ला निर्माण भएको यहाँ देख्न सकिन्छ र आज पनि नेपाल अङ्ग्रेज युद्ध अथवा नेपालको अस्तित्व जसमा यस किल्लाको नाम अग्रपङ्क्तिमा आउने गर्छ। यो स्थान घुमिसकेपछि कस्तो लाग्यो पर्यो? कडा बनाएको र
छन्। अब यहाँ अहिले त रुख बिरुवा छ, त्यति बेला थिएन होला माथिबाट ढुङ्गा फाल्ने ठाउँ। यो ढुङ्गा मुढा जे हातमा छ त्यही साधनले पुर्खाहरू लडेका ठाउँ रहेछन्। गोर्खाहरूसँगको आधुनिक हात हतियारसँग भिन्न हाम्रा परम्परागत हतियारको प्रयोग गरेर पनि हिम्मत हारेनन्। अनि उनीहरूका मान्छे मरे। अब त्यो बेला त्यो बहादुरीलाई चाहिँ हामी मान्नै पर्छ। र यही युद्ध पश्चात अङ्ग्रेजहरू पराजित हुन गई नेपालको अस्तित्व रहन गएको मान्न सकिन्छ। र त्यसरी आज पनि नेपालको झन्डा त्यो दिनलाई सम्झाइ फरफराइरहेको छ। र यहाँ आउने सबैको लागि भनिरहेको छ, यो एक विजयी कहिल्यै नहारेको किल्ला, सिन्धुलीगढीको किल्ला। जय देश।